अभिवादन। मेरो नाम आदर्श गुरुङ हो। म काठमाडौँ ब्याप्टिस्ट चर्च एबेनेजरमा सेवा गर्छु र म तपाईँलाई आज एउटा प्रश्न सोध्न चाहन्छु। के तपाईँ खुसी हुनुहुन्छ? के तपाईँ साँच्चै खुसी हुनुहुन्छ? तपाईँलाई कसैले यो प्रश्न गर्यो भने यसको जवाफ तपाईँले के दिनुहुन्छ होला? वर्ल्ड ह्याप्पिनेस रिपोर्ट भन्ने एउटा संस्थाको अनुसार हाम्रो संसारको 8 बिलियन जनसङ्ख्यामा करिब 30% मानिसले उनीहरू खुसी छैनन् भनेर भने। त्यो भनेको लगभग 2.4 बिलियन मानिसहरूले उनीहरू खुसी छैनन् भन्दछन्। अनि करिब 70% जसले उनीहरू खुसी छु भन्छन्, के उनीहरूले साँचो खुसी, साँचो आनन्द के हो बुझेका छन् त? र तपाईँको विचारमा के लाग्छ? के तपाईँको जीवनमा साँच्चै साँचो आनन्द खुसी छ? हामी संसारमा हेर्छौँ वरिपरि लडाइँ झगडा, हर प्रकारको महामारी, रोग अनि गरिबी र मानिसहरू साँच्चै दुखी अनि खुसीबाट धेरै टाढाको जीवन जिइरहेको हामी देख्छौँ। तर तपाईँ आज यो सुन्दै हुनुहुन्छ भने तपाईँको लागि खुसीको खबर छ। खुसीको खबर यो हो कि हामी सबै मानिसहरूलाई साँचो आनन्द, साँचो खुसी दिनको लागि येशू ख्रीष्ट यस संसारमा आउनुभयो। येशू ख्रीष्ट को हुनुहुन्छ? उहाँ परमेश्वर स्वयं जो मानिस बनी तपाईँ र मेरो पापहरूको लागि यस संसारमा बलि हुन आउनुभयो, जो 2000 वर्ष अगाडि यस संसारमा आउनुभयो र तपाईँ र मेरो पापको लागि मर्नुभयो, गाडिनुभयो, तर फेरि तेस्रो दिनमा जीवित भई उठ्नुभयो र उहाँ आज स्वर्गमा विराजमान हुनुहुन्छ र उहाँमाथि विश्वास गर्ने हरेकले मुक्ति पाउँदछन्। आफ्नो पापबाट हामी पश्चाताप गर्छौँ, येशू ख्रीष्टमाथि विश्वास गर्छौँ भने हामी अनन्त जीवन मुक्ति पाउँछौँ, पापको बन्धनबाट मुक्ति अनि साँचो आनन्द जो येशू ख्रीष्टमा मात्रै पाउन सकिन्छ त्यो हामी पाउन सक्छौँ। यो साँचो आनन्द हामी पैसाले किनेर पाउन सक्दैनौँ, हामी कमाउन सक्दैनौँ, धेरै पढेर धेरै शिक्षा लिएर पनि हासिल गर्न सक्दैनौँ। यो साँचो आनन्द जुन येशू ख्रीष्टमा मात्रै छ त्यो तपाईँ र मेरो लागि आज उपलब्ध छ र तपाईँको लागि आज नै निर्णय गर्ने अवसर छ। तपाईँ के रोज्नुहुन्छ? र आज संसारमा धेरै प्रकारको थोकहरू होलान् जसले तपाईँ र मलाई खुसी दिन प्रयास गर्लान्, तर साँचो रहिरहने खुसी येशू ख्रीष्टमा मात्रै छ। त्यसैले म तपाईँलाई स्वागत गर्न चाहन्छु, उत्साह दिन चाहन्छु। साँचो आनन्द तपाईँ यदि खोज्दै हुनुहुन्छ भने येशू ख्रीष्टमा मात्रै छ। उहाँमाथि विश्वास गर्नुहोस्, पापबाट पश्चाताप गर्नुहोस् र यस विषयमा चाहिँ थप तपाईँ बुझ्न चाहनुहुन्छ भने pilgrimoftruth.com मा तपाईँ जान सक्नुहुन्छ र चाहिँ थप यहाँका लेखहरू पढ्न सक्नुहुन्छ। र कृपया गरी केही समय लिनुहोस् र आफ्नो जीवनलाई जाँच्नुहोस्। के तपाईँ साँचो खुसी हुनुहुन्छ? साँच्चै रूपमा येशू ख्रीष्टमा मात्रै तपाईँले साँचो खुसी आनन्द पाउन सक्नुहुन्छ।